हेलो अनि नमस्ते सबैजनालाई। अनि के छ, सबै ठिकै हुनुहुन्छ नि हैन? म चाहिँ आज टक्क छुट्टी थियो है, अनि यसो बाहिर निस्किँदै थियो साथीहरूसँग आज यसो मार्केटतिर जाउँ भनेर। त्यस पछाडि हिँड्दा हिँड्दै ल सानो भने एउटा भ्लग बनाएर देखाउनु पर्यो नि त हैन, त्यही भएर टक्क एउटा हातमा क्यामेरा यस्तरी राखेर हैन हल्का तपाईहरुलाई अब म देखाउँछु, किनकि मलमा जाने हो हल्का सामानहरू लिनको लागि। हामी चाहिँ दुईजना साथीहरू अनि म हिँडेर जानुपर्छ, 20 मिनेट जति लाग्छ है। अलिकति हिँड्ने अलिकति गाडीमा जाने हो। सर यहाँ मेन रोडमा निस्केपछि गाडीमा जाने। त्यो गाडीको चाहिँ हल्का क्लिप म देखाउँछु ल। यहाँको सिन यस्तो राम्रो घाम लागिरहेछ आज चाहिँ, ठिकै छ। अब दिउँसो नै हो, गर्मी गर्मी टाइपको छ, तर गर्मी नै भए पनि यत्रो लगाउनु परिरहेछ घाम लाग्दा पनि। अब यहाँनिर आइस पर्दा चाहिँ कति लगाउनु पर्छ होला त। सो अब चाहिँ हामी यहाँ मेन रोडमा आइपुग्यो हो, अनि यहाँनिर अगाडि मेन रोड छ। सर गाडीमा जाने, गाडीमा हल्का क्लिप मात्रै देखाउँछु, अनि त्यस पछाडि मार्केट छिरिसके पछाडि मार्केट कस्तो छ म तपाईहरुलाई देखाउँछु ल। अब चाहिँ हामी गाडीबाट ओर्लेर फेरि हिँडेको अब मार्केट आइपुग्न लागिसकेको छ है। अब यो चाहिँ यहाँको रोड। यो चाहिँ रोमानियाको बस। यो रोड भयो, केटाहरु वहाँ पुगिसक्यो। यो चाहिँ घर खतरा खालको छ यो डिजाइन। केटाहरु वहाँ पुगिसक्यो छ। हामी जाने महल यही हो, सामान किन्न जाने ठाउँ चाहिँ। अब यहाँ भित्र गएर टक्क सामान किन्नु पर्छ। मान्छेहरू भिडभाड हुन्छ यहाँ टक्क लागेर। सो कता हो सोल्डी, कतातिर अनि कता हो? मार्केट पुग्दा अब जाँदा दिउँसै थियो, 8:30 भइसक्यो। अब मार्केटबाट भर्खर फर्किँदै मार्केट चाहिँ देखाउन पाएन कि त्यहाँनिर गएर, त्यसको लागि सरी। मार्केट देखाउँछु भन्दै थिएँ, साथी र म दिउँसोदेखि कुदै घरि यता घरि उता हो। 8:30 भइसक्यो साँझ, तर जस 9 बजेतिर बल्ल राति हुन्छ यहाँ। अब अझै हिँड्नुपर्छ, 20 मिनट हिँडेपछि रुममा पुगिन्छ है। सो अब कस्तो लाग्छ हैन, सो हल्का फुल्का ट्याक्क कमेन्ट बक्समा गएर कमेन्ट गरिदिनु होला। अनि साथ सपोर्टको लागि सब्स्क्राइब गरिदिनु होला भन्दै
जहाँ हेर्नु भएको छ, जहाँ जस्तो अवस्थामा हुनुहुन्छ, खुसी रहनुहोस्, राम्रोसँग रहनुहोस् है। हेरिदिनु भएकोमा सबैलाई धन्यवाद भन्दै आजको लागि चाहिँ यति नै। बाई बाई।